तिम्रो र मेरो कहानी पनि कहाँ पुरा भएर अधुरो नै त छ नि। ल, हामीले पाइथनमा लिस्ट र ट्युपल त सिकियो। आज चाहिँ हामी यो अर्को सेट भन्ने जन्तु चाहिँ सिकिहालौँ है त। ल, सेट भन्ने जन्तु के हो? लिस्ट र ट्युपल जस्तै एउटा अर्को आइटरेबल डाटा टाइप हो। तर यसमा कुनै पनि एलिमेन्टको न त इन्डेक्स फिक्स हुन्छ, न त यसमा हामीले कुनै पनि एलिमेन्टलाई रिपिट गर्न मिल्छ। ल, स्क्रिनमा हेरिहालौँ है। हामीसँग एउटा माइसेट भन्ने सेट छ, जुनलाई चाहिँ हामीले कर्ली ब्रेसेसभित्र राखेछौँ। यसले सेट डिफाइन गर्यो अनि यसमा 3 नम्बर रिपिटेड छ। अब मैले यो सेटलाई प्रिन्ट गरेँ भने 3 त रिपिटेड थियो, तर रिपिटेड भएर प्रिन्ट आउँदैन किनकि रिपिट गर्न पाइँदैन। अब इन्डेक्स त फिक्सै छैन, कसरी एलिमेन्ट एड या रिमुभ गर्ने भन्यो भने एड गर्नको लागि हामीसँग सेटमा डट एड भन्ने फङ्सन हुन्छ। यसले चाहिँ हामीले लास्टको इन्डेक्समा, जुन इन्डेक्स होइन तर मानव इन्डेक्स हो, इन्डेक्समा 5 लगेर एड गरिदिन्छ। अब रिमुभ गर्न पर्यो भने 4 त कुन इन्डेक्समा छ हामीले हेर्न मिल्दैन किनकि इन्डेक्स डिफाइन्ड हुन्न। हामीले रिमुभ गर्न छ भने रिमुभ 4 गर्यो भने 4 लगेर रिमुभ गर्छ। अब मलाई कुनै नम्बर यो सेटमा छ कि छैन भनेर चेक गर्न पर्यो भने चाहिँ मैले के गर्छु भन्दाखेरि प्रिन्ट 4 इन माई सेट, 4 माई सेटमा छ कि नै भन्न पर्यो भने यसरी फल्स भनेर प्रिन्ट आउँछ किनकि हामीले यहाँ रिमुभ 4 गरेछौँ अनि यहाँ 4 छैन। ल, आजको लागि त मसँग तिमीहरूको कहानी त सकियो। अब उसँग त जसै सुरु भएन। ल, अब गर पढाइसँग कहानी सुरु गर, फेरि एक्जाममा नि